हुन्छ हस् हुन्छ आमा सुँगुर त हो सबैले चाहिँ मजाले सराहना लिएर आएको रहेछ नि त हाम्रो सुँगुर काट्ने हाम्रो बाजा डिउको किङ है डिउको किङ डिउ किङ बोलाउने बानी चारतिर छैन कान र आँखा भने फेरि त्यो झुकिएन तर भने यसको सुँगुर चाहिँ काटिँदैछ हामीले लेयर छ नि कपडा यसको लेदो छ मलाई चाहिँ अति स्याहार भयो अनि तपाईँको बाँद्रा पर्छ एकचोटि म पुरै भिडियो निकाल्थेँ यहाँ उता गएर यता फर्किनु त यताउति गएर म युट्युबमा हाल्छ नि त म युट्युबमा हाल्छु नि त हाम्रो ज्वाइँले चाहिँ यसरी सुँगुर काट्दै हुनुहुन्छ यसै गाउँमा हाम्रो यो सुँगुर चाहिँ ज्वाइँले काँधमै बोकेर निकालेको है फेरि यस्तो खतरा हो कि हाम्रो ज्वाइँ गाली चाहिँ फेरि गर्नुपर्छ सुँगुर चाहिँ गाउँमा यसरी हामी बनाइन्छ यो चाहिँ फेरि आज यो भाग लाउनु भने एक ठाउँमा झाप्प ए मौ पाल्नु थालेछ हो भाटा मजा मजा भयो नि भुतुकै बाङ्गुरको सेकुवासँग कोदोको छोकुराले हुने भयो आज कुनै गरेको छैन बाबा राम्रोसँग थाहा छ मलाई तिमी मेरी होइन लाउने बेला भएको सुँगुर बनाउँदैछ भैँसी हो नि त यो अघि मैले भैँसी भनेको सुँगुर भनेको थिएँ त ज्वाइँले चाहिँ बिगार मात्रै गरिरहेछ हेलमेट जस्तो हेलमेट हेलमेट लाउँछ हेलमेट ल एकचोटि कि एकचोटि ट्राईको लागि सोझो छ भने के गर्नु हेलमेट कसो गर्नु खुन्चिहाल्छ बे नि सुइँदैन हेलमेट लाउ त खै त हेलमेट टाउकोमा टाउकोमा हो कहाँ टाउकोमा लाउँछ बुढा त झाबा बुढा हो ज्वाइँ भोलि बेलुका जान्छ मलाई पर्सिहाल्छौँ नि हेपी खाइदिए नि ए घुम्नु हौ बाबा टाढै बाबा बोक्ने गरेर सघाउनु पऱ्यो बिगार गरिसक्यौँ हामी त वर्षमाथि दिन्छ बाबा निस्किँदैछ उहाँले भन्नुभएको हजुर त्यो नि मैला फेरि मासु मिसिलाई सँग टाउको छेले छ नि त यस्तै गर्नु यसरी ल छाडिदिनु म चाहिँ अब यति लगेर जाएको भएँ नि उचाल्नु सक्छ त्यही किसान हजुर हजुर त्यो त पर्दैन होला नि अब यो धनकाजी चाहिँ अलिक मजाले टाउको फोर्नु है आफ्नो टाउको फोर यस्तै ल यसरी घाँस काटिरहेको छ गर्मी भइरहेछ घामले योगेश भान्जा नाङ्गो थिएँ अन्तिम चरणमा आइसक्यो मासु कटाकुटुक हाम्रो भाउजूले चाहिँ यता कुक गर्दै हुनुहुन्छ ठिक छ हजुर आमा एउटा खतरा बनाउनु भएछ हाम्रो भाउजूले यो चाहिँ फेरि गाउँघरमा सुँगुर काटिसकेपछि मासु खुवाउने चलन छ काट्नेहरूलाई सिसी सार्ने न्युले मिठो मिठो खाने चाहिँ पहिले यसरी
टोलीहरूले दिनेशमा त खानु हुने होला है म त खान्न यो त धेरै हुन्छ धेरै हुन्छ कपालले मलाई थोरै मात्रै नानी यसरी खाँदैछन् अनि मेरो यता छ डिउसँग के अरे भुजिया पनि खाऊ तिमीहरूले यो पनि धेरै हुन्छ होला यार खानु न कता धेरै हुन्छ हौ खानुपर्छ 17 वर्षमा खाऊ भन्दै मैला आऊ तिमीले खाऊ लबिका खुर्सानी होइन सुँगुरको मासु विकल्प भित्रको एउटा टपलले त तेरो काकालाई मन नखाने खोइ उसले त सिन्धुहरूलाई बोलाइन सिन्धुलाई खोइ बेलुका हाल्छ त अहिले न म नबुबु अब हापा बेलुका मात्रै सबैजना भेला छौँ म गर्ने ल ल ठिक छ ठिक नन अहिले न को हो सभापति पार्टीको सभापति के हो हेमन्त हेमन्त होइन किसान भुजा कुको भयो उता ए खानु लागेको हुन्छ जाडो के हुँदैन त्यो खाने यसै सुँगुरको मासु चाइनिज साग हुन्छ चोइसम भन्ने हामीले त्यही खाने हो सधैँ तपाईँहरूलाई पुगेन भने खानु ल तपाईँहरूको चिन्ता हो नि धान खाँदै गरे क्या यता दुई तिन बाइट उडाएको छन् यहाँ मुनि को हुन्छ हौ दुईजनाले उठ्योमा फुट्नुपर्छ दुईजना त म्याक्सिमम खानु मैले भनेको मान्छस् कि मान्दैनस् बेलुका बाबुआमालाई पनि यसो दुःख गर्ने अरे भन्नु भरिहरू त छैन भरेर छैनन् भयो तिनजना मात्रै छ हामी बाबुआमालाई भन्नु है हुन्छ हस् हस् हुन्छ हस् हजुर हो। ल हुन्छ सबैजना बस्नुहोस् है हजुर हो ए तिमी आउनुहोस् है यता आउनुहोस् है 4 मिनेट धर है ए हुन्छ हस् हस् हुन्छ हुन्छ हस् धन्यवाद भिडियो हेरिदिनु भएकोमा र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला।